अब रिभिजन भने चाहिँ के हो त्यो कुरा जानु पर्यो नि है। अरू सब कुरा ठिक छ, तर हामीले रिभिजन भन्ने कुरालाई हामीले वास्ता नगरेर हो, तर वास्ता चाहिँ गर्नुपर्छ। सो हामीले मेन भनेको के हो, रिभिजन। जहाँसुकै सुक्छौँ हामीले सुन्छौँ, सरी पढ पढ पढ, तर कसरी पढ्ने? पढ्ने त पढ्ने, याद गर्ने, रिभिजन। पढ्ने पढ्ने याद गर्ने, रिभिजन। पढ्ने पढ्ने याद गर्ने, रिभाइज। सो रिभाइज इट अलवेज भन्छ नि, हो यही कुरालाई हामीले फोकस दिनु खोज्यौँ। कसलाई भनेपछि यो REVISले, ठिक छ।